जनताले तपाईँ हामीलाई कुरी 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 गरिरहेको छ। हामी नेपाली जनताहरूको प्रतिनिधि भएर आएको हिसाबले पनि जनताले तपाईँ हामीलाई कुरी कुरी कुरी। सभामुख महोदय, म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा ओन्ली अनलाइन। यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन। प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुर सत्तामा हुँदाखेरि किन नगर्नु भएको? यो भ्याम्पायरले रगत खाने जस्तो मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङ गरेर के हुन्छ हानेर? एक बोल्दैन, दुई बोल्दैन, तीन बोल्दैन, चार बोल्दैन, 100 बोल्दैन। ल उनबाट त होइन, हामी त्यस्तो व्रत शर्त बस्दैनौँ। पत्रकारहरूसँग दुश्मनी भयो। ल पत्रकारहरुले किन नबोल्ने? रिस उठेर खत्तम। उक्त सतर्क अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। का साथ उहाँहरू चाहिँ अहिले बसिराख्नु भएको छ, जिब्रो टाइम टाइममा लरबरी देश आफै बन्दैन भन्नु त। देश आफै बन्दैन क्युआर गरम साथी। गाली गर्दै अरूला मासु भात खानै पर्यो, ग्रेभी बनाऊ साथी। मालो गरौँ आजै, हे बेलचा तिमी कहाँ छौ? इक्जाम लिन्छु म, यो गीत आएन भने सदस्यबाट आउट। खत्तम। कण्ठ कण्ठ हुनु पर्यो, कण्ठ। खुर्सानीलाई पिरो भइदियो भनेर निवेदन दिनुपर्ने हो भने आदरणीय खुर्सानीज्यू तपाईँ तत्काल पिरो भइदिनु न, हार्दिक अनुरोध छ मेरो। नुनलाई नुनिलो भइदिनु पर्यो भन्ने हो भने निवेदन दिन्छौँ हामी। होइन होला। एउटा जान्छ कोट लगाइदिन्छ, अर्को जान्छ पेटीकोट लगाइदिन्छ, टोपी लगाइदिन्छ। राउटेहरू लाखे जात्राका भक्कु जस्तो भएर हिँडेको थिए। दलित आयोगमा एउटा ठिक्का चाहिँ खाने पैसा छैन, कालो चाहिँ खाने पैसा छैन, अनि कोहीले चाहिँ फेरि साडी लाउने, गाडी लाउने भन्ने हुन्छ। जसरी होटलमा खाइसकेपछि बिलतिर नतिरेसम्म घर जान पाइन्न नि, अच्छा हो त्यसै गरी आफ्नो काम आफ्नो कार्यकालमा भएको कुरा फरफार नगरिकन सचिवहरूलाई पनि जान दिनुहुन्न, नभए रोक्नु पर्छ। म प्रार्थना गर्छु, यस्तो आशिष हामीलाई दिनुहोस्। ठग एक्युआर ठग। ल उठ्नु न, गल्यो उभिएको भरे 9 बजेसम्म बस। A few moments later. ह्यान्डसम खालको मान्छेलाई पनि हामीले श्रम संस्कृतिमा स्वागत गरेका छौँ। दिनुपर्छ र 172 जना प्रावधान राखेका छौं। तर पछिल्लो केही दिन यता हामीले संसदको एउटा चाहिँ गतिविधि हेर्दै गर्दाखेरि विपक्षमा बस्ने मान्य सदस्यहरूले ढ्यापढ्याप गर्नुहुन्छ।
नबोल्ने त्यसो भए मानिज्यू अब यो टेक्निकल समस्या त हाम्रो हात बाहिरको विषय हो होइन, त्यही भएर तपाईँको नजिकको जुन माइक चलेछ त्यही माइक प्रयोग गरिदिनु होला। आफ्नो स्थानबाट उठेर गएर त्यहाँ बोलेर फेरि आउने कि भयो, म बोल्दिनँ, भइसक्यो। म त बरिसाउँछु बोल्दै बोल्दै। डिप्रेसन सेना किन रिसायो त? थाहा छैन मलाई रिसाएको जस्तो लाग्दैन। यो बजारको हल्ला पछि नलाग्नुहोस्। बात त सही है। नेपालीले मात्रै होइन विश्वभरिको मान्छेले यो विषयमा बोलिरहँदा कुरी कुरी भनेको हुनाले शब्दहरू कस्ता प्रयोग हुन्छन्? कसरी भन्नु त्यो भन्न पनि लाज लाग्छ। त पाकिस्तानी त बङ्गलादेशी त दलाल होइन, शीर्ष नेताहरूको नाम जोडेर स्वास्नी कति भन्नु मैले, ल भन्नु। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ, अब सम्भवतः कालो चस्मा पनि हटाउनु पर्छ। आँखा हेर्न पर्दैन, काम हेर्नु होला। म धेरै बोल्दिनँ, धेरै धेरै धन्यवाद। जानकारी पनि होस् भनेर भने मान्य सदस्य बस्नुहोस्। के भन्छ त? होइन, म यस विषयमा व्याख्या मान्य सदस्य र हामी बसेर पछि छलफल गरौँला, अहिलेलाई बसौँ। डिप्रेशन डिप्रेशन में रहता हूँ हमेशा। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्, मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थपा मात्रै मेरो शरीरमा काहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु। कतै तपाईँहरूको नुन खाएको विगतका नुन खाएको कुरा यहाँ उठाउनु भएको त होइन? रुको जरा, सबर करो। नेकपा एमालेको कुन कुन सांसदले भारतबाट नुन खाएको छ प्रमाणीकरण गर्नुपर्छ। कुरा स्पष्ट भन्न चाहन्छु, कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। आर यू कमेडी मी? प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ। गन्तव्यमा हिँडेको गाडी, सरकारको गाडीमा ब्रेक भएन भने गाडी दुर्घटना पर्छ। त्यसैले हामीले सरकारको ब्रेकको काम गरिरहेका छौँ। यहाँ फेरि अनौठो फिल भयो कि के भएन यहाँ? अब जे आइपर्छ त्यो गर्ने, अब जिन्दगीमा जे आइपर्छ त्यो गर्ने, पछि नहट्ने। भोलि भविष्यमा के भूमिका आउँछ, के कसरी के गर्नुपर्छ केही थाहा छैन अहिले।